आजको साँझ घुम्दै घुम्दै बौद्ध स्तूपा पुग्यौं। साँझ के भनौं, रात नै परिसकेको छ। करिब 8 बज्दैछ अहिले र यो समयमा पनि बौद्ध स्तूपा चलायमान छ। अर्थात् स्तूपा वरिपरि परिक्रमा गरेर हिँडिरहने मान्छेहरूको हुल उत्तिकै। यसरी परिक्रमा गर्नलाई कोरा भनिन्छ। यो कोरा निरन्तर चल्ने गर्छ। वर्षको प्रत्येक दिन कहीँ नअडी, कसैलाई नपर्खी मान्छेको जीवन चलेको जस्तै। स्तूपा परिसर चलायमान सँगसँगै जीवन्त पनि लाग्छ। यहाँ व्यापार व्यवसाय, हिँड्ने डुल्ने, खाने बस्ने सबै क्रियाकलापहरू देखिन्छ। स्तूपाभित्र पसिसकेपछि एक किसिमको विरोधाभास हुन्छ अथवा कन्ट्रास्ट फिलिङ। किनकि स्तूपा बाहिर सडकमा भिडभाड छ, कोलाहल छ। स्तूपा वरिपरि पनि चलायमान र जीवन्त वातावरण। तर स्तूपातिर फर्केर हेर्दा, स्तूपापट्टि फर्केर हेर्दा स्थिर र शान्त अनुभव हुने। शान्त, भव्य, स्थिर स्तूपा, यो विरोधाभास हुन्छ, कन्ट्रास्ट फिलिङ। स्टिलनेस इन द मिडल अफ केओस भन्न सुहाउने। स्तूपा परिसरमा बौद्ध भिक्षुहरू देखिनु सामान्य कुरो हो। स्तूपाको आधारमा अथवा बेसमा भगवान बुद्धका शरीरका अवशेषहरू राखिएको छ भन्ने विश्वास छ। साँझको बत्तीमा सुनौलोको जोर टल्केको अति रमणीय देखिने र चिसो बतास चलिरहेको हुनाले मनै रमाउने। अहिले चाहिँ यहाँ हरेक धर्म, जात जाति, आस्तिक नास्तिक सबैलाई स्वागत छ। बौद्ध भिक्षुहरू देखिन्छ। अनि यो भागलाई अथवा यो फ्रन्ट भाग भन्न सकिन्छ किनकि यहाँ एउटा गेट छ, प्रेयर विल देख्न सकिन्छ। यो गेटबाट भित्र पसिसकेपछि स्तूपा दर्शन गर्न, पूजा गर्न मिल्छ यो ठाउँमा। र यो ठाउँ अगाडि अलिक ओपन स्पेस छ र त्यहाँ चाहिँ पूजा गर्ने, बत्ती बाल्ने, धुप बाल्ने गरिन्छ। सानोतिनो धार्मिक कार्यक्रम गरिन्छ। साँझको बेलामा यसरी बत्ती बालिन्छ। अहिले चाहिँ यो बत्ती बालेर सकिएको जस्तो छ। यहाँ धुप बालिन्छ, बत्ती बालिन्छ साँझको बेलामा। यो अत्यन्त प्राचीन स्तूपा 6 देखि 7 शताब्दीमा निर्माण भएको भनिन्छ। साधारण स्वास्नी मान्छे आमा जिजीमाले बनाएका हुन् रे। तर यस ऐतिहासिक तथ्य अनुसार राजा मानदेवले बनाएका हुन्। यो ठाउँमा धुप बालिन्छ यसरी। यो टिबेटन धुप हो, अति सुगन्धित, एकदम मिठो बास्ना छ। यो ठाउँमा दिउँसोको बेलामा यो ओपन स्पेसमा परेवा चराहरूलाई चारो खुवाउने गरिन्छ। यो साँझको बत्ती यसरी बालिएको छ अहिले। र यहाँनिर एउटा घन्टी, ठुलो घन्टी बेल झुन्डाइएको छ। र अत्यन्त प्राचीन स्तूपा, आजदेखि 1400 अथवा 1500 वर्ष पुरानो। प्राचीन कालमा इन्डिया टु टिबेट ट्रेड रुटमा पर्ने बौद्धनाथ स्तूपा, काठमाडौँ स्थित बौद्धनाथ स्तूपा एक प्रमुख व्यापार केन्द्र हुने गर्थ्यो, साथसाथै धार्मिक र सांस्कृतिक केन्द्र पनि। हालमा पनि, आज पनि यसको गरिमा उत्तिकै छ। बौद्धनाथ स्तूपा नेपालको एक प्रमुख धार्मिक तीर्थस्थल हो, साथसाथै व्यापारिक र सांस्कृतिक केन्द्र पनि। नेपाल भ्रमणमा आउने जो कोही पनि बौद्धनाथ स्तूपा दर्शन नगरिकन फर्केर जाँदैन। यो युनेस्को वर्ल्ड हेरिटेज साइटमा पर्ने एक प्रमुख तीर्थस्थल हो, गरिमामय तीर्थस्थल। बौद्धनाथ स्तूपा वरिपरि कलात्मक सामानका पसलहरू धेरै देखिन्छ। यो एन्टिक सामानहरू
सोभिनियर्सहरू। सेतो स्तूपा, विशाल स्तूपा, सबैभन्दा विशाल स्तूपा नेपालको अत्यन्त प्राचीन। र स्तूपामाथि यो कुदिएको आँखाले हरेक मान्छेको आत्मा निहालिरहेको जस्तो लाग्छ। भगवानको आँखाबाट मान्छेको मन लुकाउन सक्दैनौँ। र स्तूपामाथि तह तह गर्दै उठेर 13औं तह पुगेपछि सुनौलो गजुर विराजमान। यो तहहरू 13औं तहहरू मानव चेतनाको तहहरू भन्ने साङ्केतिक अर्थ हो। र 13औं तह पुगेपछि बुद्धत्व प्राप्त हुने अथवा ज्ञान प्राप्त हुने, एनलाइटनमेन्ट हुने भन्ने अर्थ हो, साङ्केतिक अर्थ। 13 स्टेप्स अफ ह्युमन कन्सियसनेस भन्ने बुझिन्छ। र साँझको बेलामा यो सुनौलो गजुर यसरी टल्केको अत्यन्त रमणीय देखिने र मानव चेतनाको तहहरू भन्ने साङ्केतिक अर्थ दिँदै चेतनाबाट उठ्दै गएर ज्ञान प्राप्त हुन्छ भन्ने सन्देश दिने अर्थ लाग्ने। बौद्ध स्तूपले विश्व शान्तिको सन्देश चारैतिर फैलाओस्, सदा चाहिँ सबैलाई सुख शान्ति समृद्धि प्राप्त होस्। ओम माने पद्मे हुम। ओम माने पद्मे हुम। ओम माने पद्मे हुम।